मध्य प्रदेशको सप्तरी जिल्लामा रोड व्यवस्थापन यातायातको एकदमै गाह्रो भएको छन्। रोडमा सडकमा अहिलेसम्म खाल्टो खुल्टी देखिएको छन् र जुन रोड निर्माण सुरु गरेको छ त्यो रोड अहिलेसम्म अलपत्र पारिएका छन्। अलपात्रमा सबभन्दादेखि अहिले चर्चा भइरहेको छन् सप्तरी जिल्लाको तिलाठी कोइलाटी गाउँपालिका वडा नम्बर 8 टोपा क्षेत्रका सडकको अवस्था बारेमा, जहाँ अवस्था अहिले अत्यन्तै दयनीय बनिएका छन्। वहाँको रोडमा एकदमै अवस्था बिग्रिएको छन्। आवत जावत गर्ने एकदमै कठिनाइ भइरहेका छन्। सानो सवारी साधनदेखि ठुलो सवारी साधनहरू लैजाने एकदमै गाह्रो भएका छन्। सबभन्दा बिरामी व्यक्तिको र नागरिकको इमर्जेन्सीको कारण र अथवा कुनै समस्या परे हस्पिटल जाने र अथवा छिट्टै जाने बिरामी भएको मान्छेले लिएर तर त्यो सडकमा वहाँ 2 घण्टा कि 4 घण्टासम्म लाग्छ। त्यस्तो अवस्था भइसकेको छ सडकको टोपा क्षेत्रको। कुनै सरकार अहिलेसम्म पहल गर्न सकेको छैन। सिकेरातको नेतृत्वमा सरकार बनेको त्यो पनि वा आफ्नो प्रस्ताव र विज्ञापन राखेको, म यो क्षेत्रको टोपा क्षेत्रको रोड बनाउँछु, तर उसको सरकार र उसको सत्ता ढलिसक्यो, तर उनी अहिलेसम्म कुनै व्यवस्थापन गर्न सकेको छैन। उहाँ मात्रै जतिपय जनप्रतिनिधि र नेताहरू आएका छन् सबै चोर भ्रष्टाचार र संलग्न रहेको, उनीहरू आफ्नो गोजी भर्नको लागि मात्र आउँदैछन्। विकासमा कुनै चासो देखाउँदैन उनीहरू। अहिले तिलाठी कोइलाठीको क्षेत्रको रोड टोपा रोडको एकदमै अवस्था बिग्रिएको छ। टोपा क्षेत्रका मुख्य सडक वर्षौंदेखि मर्मत नहुँदा अहिले खाल्टो खुल्टो भएको छ। धुलोका कारण हिँड्ने कठिनाइ, सवारी चलाउने त एकदमै जोखिमपूर्ण भएका छन्। स्थानीय बासिन्दाहरूले दैनिक आवाज जावतमा निकै नै शास्ति भोगिरहेका छन्। सडकको दयनीय अवस्थाका कारण विद्यालय पनि जान बालबालिकाहरूलाई नै समेत समस्या भोगिरहेको छ। अस्पताल, बजार, कार्यालयसम्म पुग्न पनि कठिनाइ भएको र स्थानीयहरूले बताइरहेका छन्। त्यो बाटो जानको लागि बजार वा अस्पताल वा विद्यालयसम्म जानको लागि अथवा कुनै बस कारण जानको लागि त्यो बाटोबाट हिँड्नै 2 घण्टादेखि 4 घण्टासम्म जान र एक्सिडेन्ट रोड दुर्घटनाको एकदमै जोखिमपूर्ण रहेको छ। रोडमा ठुलो खाल्टो र धुलोका कारण स्वास्थ्यमा पनि असर पर्दै आइरहेका छन् बासिन्दाहरूको भनाइ छ। वहाँको बासिन्दाहरूले भनिरहेका छन्, हामीले बारम्बार माग गरियो तर कसैले सुनेको छैन। अहिले सवारी चलाउन पनि डर लागिरहेका छन्। वहाँको बासिन्दाहरूले अहिलेसम्म सवारी साधन चलाउनको लागि एकदमै डराएर चलाइरहेका छन्। अथवा बस कुनै व्यक्तिको खुट्टा भाँचेको छ, कुनै व्यक्तिको अथवा ठुलो मात्रामा इमर्जेन्सी परेको छ, बिरामी परेको छ, अथवा उनी छिटै भन्दा छिटो हस्पिटल अस्पताल पुर्याउने भएको, त्यो बापतमा उनी एकदमै गाह्रो भएको छन्। कतिपय विज्ञापन फेसबुक समाचार लगायतका आएका छन्। त्यो बाटो हिँड्ने बित्तिकै बिरामीहरू पनि मृत्यु भएका छन्। तर स्थानीय सरकार अहिलेसम्म सुनेको छैन। कुनै सरकार यो बाटो बनाउनको लागि, यो सडक निर्माणको लागि, सम्पन्नको लागि अहिलेसम्म कुनै पहल गरेको छैन। यातायात अवरोध हुने, सवारी साधन बिग्रिने र धुलोका कारण स्वास्थ्य समस्या देखिएको गुनासो बढेको छन्। विशेष गरी सास फेर्न समस्या हुने, आँखामा समस्या र आउने छालाको रोग बढिएको बताएका छन्। सडक सुधारको माग गर्दै टोपाका स्थानीयहरूले चक्का जाम समेत गरेको पटक गरिरहेका छन्, तर सरकार सुनेको छैन। चक्का जामका कारण यातायात केही समयका लागि पूर्ण रूपमा बन्द गर्ने गरिरहेका छन्। हरेक महिना र अथवा 2 महिना 3 महिनादेखि त्यो क्षेत्रको बाटो बनाउन र माग गरिरहेका छन्। चक्का जाम समेत गर्दै आइरहेका छन्। तर अहिलेको सरकार र निवर्तमानको सरकार अथवा
केपी ओलीको सरमार त्यो पनि सरकार कुनै चासो देखाएका थिएन। निवर्तमान सिकेरोदको नेतृत्वको सरकार सतीश कुमार उनले पनि राजीनामा दिएर घर बसेको छ। अहिले हालका नयाँ मन्त्री नयाँ सीएम आएको मध्य प्रदेशमा, तर उनीहरू कुनै चासो देखाएका छैन। अहिले स्थानीयहरूमा नाराबाजी गर्दै सडक मर्मत गरौँ, भ्रष्टाचार बन्द गरौँ, स्थानीयहरूले सम्बन्धित निकाय गाउँपालिका र मध्य प्रदेशका सरकारलाई तत्काल ध्यान दिन माग गर्दैका छन्। उनीहरूले भन्छन् सडक सुधारको नाममा बजेट त आउँछ, तर काम भन्ने कहिले हुँदैन। हामीले बारम्बार माग गर्दा पनि सुन्ने कोही पनि छैन। जनप्रतिनिधिहरू पनि मौन बसेका छन्। अथवा मध्य प्रदेशको 70 जिल्लाको जतिपय सांसद र मन्त्री जनप्रतिनिधि उनीहरू अहिले मौन बसेका छन्। उनीहरू अहिले 10 या 20 वर्षको लागि उनीहरू अहिले सुतेको छ, स्लिप मोडमा गएको छ। किनकि देशमा र जिल्लामा, स्थानीयमा, नगरमा, प्रहरीमा र नगर गाउँपालिकाहरूमा, गाउँहरूमा सडकको अवस्था के छ उनीहरू अहिले सुन्नेवाला छैन। जब भोटको समय आउँछ, जब इलेक्सनको आउँछ, त्यो बेला पैसाको बलमा उनीहरू जितेर आउँछ र भोट किनेर उनीहरू जित्छ। त कसरी उनीहरू रोड, सडक र अथवा कृषि र अथवा अन्य विकास गर्छ? तपाईँका बासिन्दाहरूले स्पष्ट रूपमा आरोप लगाएका छन्। मध्य प्रदेशका मन्त्रीदेखि वाडा सरकार र प्रतिनिधि सबै मिलेर भ्रष्टाचार संलग्नमा रहेको छ। चोर डाकाहरू रहेको छ। सब चोर लुटेरा हाम्रो पैसामा राजनीतिक गरिरहेका छन्। सडकमा धुलो र पानीको पहिलो स्थानीय भन्छन् यदि तत्काल सडक मर्मत भएन भन्ने आन्दोलनलाई अझै कडा बनाउने चेतावनी समेत गरेका छन्। पुरानो सडक बनिरहेको पुरानो दृश्य यदि उपलब्ध रहेको छ, यो सडक तोपा क्षेत्र होइन, अस्पताल गाउँघरलाई पनि जोड्ने मुख्य मार्ग हो। तर यति महत्त्वपूर्ण सडकको यस्ता अवस्थामा हुँदा पनि जनजीवन अस्वास्थ्यमा बनेका छन्। मध्य प्रदेश सरकारले विकासको नारा त दिएको, तर व्यवहारमा विकासको नाम धुलो र हिलो मात्र देखिएको छ। स्थानीय महिला, बालबालिका र सवारी साधनहरूले यो दृश्य तोपाको स्थानीय बासिन्दाले पनि भनिरहेका छन्। हाम्रो आवाज सरकारले नसुनेसम्म हामी सडकमा नै रहनेछौँ। तर पटक पटक आन्दोलन गरेपछि, पटक पटक प्रोटेस्ट, रोड सडक जाम गर्ने, चक्का जाम गर्ने, चक्कामा आगो बालेर जलाउने, तर सरकार सुन्नेवाला छैन कसैको। यो केवल सडकको समस्या होइन, यो शासन प्रणाली प्रति जनताको निराश पनि हो। जहाँ कर तिर्नुपर्छ तर सुविधा शून्य रहेका छन्। सडक मर्मतका लागि गाउँपालिका र प्रदेश सरकारले के कदम चालेको छ